नेपाली क्रिकेटर सन्दीप लामिछानेले बनाए नयाँ ऐतिहासिक विश्व रेकर्ड। दर्शकबिन, नेपाली क्रिकेटका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउँदै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका हुन्। सोमबार आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत भएको खेलमा विकेट लिँदै सन्दीपले यो ऐतिहासिक उपलब्धि हात पारेका हुन्। उनले मात्र 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 150 विकेट पूरा गर्दै विश्व क्रिकेटकै नयाँ रेकर्ड कायम गरेका छन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको थियो। स्टार्कले 77 खेलमा 150 विकेट पूरा गरेका थिए। सन्दीपले उनको रेकर्ड 4 खेल अघि नै तोड्दै नयाँ इतिहास रचेका हुन्। सन्दीप लामिछाने लामो समयदेखि नेपाली क्रिकेट टोलीका प्रमुख विकेट टेकरका रूपमा स्थापित छन्। आफ्नो घातक लेग स्पिन, विविधता र दबावपूर्ण अवस्थामा विकेट निकाल्ने क्षमताका कारण उनी अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित छन्। विशेष कुरा के भने सबैभन्दा छिटो 100 विकेट पूरा गर्ने विश्व कीर्तिमान पनि सन्दीपकै नाममा रहेको छ। उनले केवल 42 खेलमा 100 विकेट पूरा गर्दै यसअघि नै विश्व क्रिकेटमा सनसनी मचाएका थिए। अब 150 विकेटको नयाँ कीर्तिमान थपेसँगै उनले आफ्नो उत्कृष्टता फेरि प्रमाणित गरेका छन्। नेपाल जस्तो उदाउँदो क्रिकेट राष्ट्रका खेलाडीले विश्व स्तरको कीर्तिमान बनाउनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि मानिएको छ। सन्दीपको यो सफलता सामाजिक सञ्जालमा पनि व्यापक रूपमा चर्चामा आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद अन्तर्गतका प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीपले नेपाललाई धेरै महत्वपूर्ण जित दिलाइरहेका छन्। उनको यो नयाँ विश्व रेकर्डले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान अझ बलियो बनेको विश्लेषण गरिएको छ। नयाँ इतिहास रच्दै सन्दीप लामिछानेले फेरि एकपटक प्रमाणित गरेका छन्, नेपाली क्रिकेट अब केवल सहभागितामै सीमित छैन, विश्व रेकर्ड बनाउने स्तरमा पुगिसकेको छ।